आदरणीय अभिभावकज्यूहरू, विद्यालय परिवार र मेरा आँखाका नानी मुटुका धड्कन मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामीले यो वर्षभरिमा हाम्रो नानी बाबुले इसिएमा के काम गर्नुभयो र कसरी गर्नुभयो भन्ने कुरो हाम्रो म्यामहरूले दुःखका साथ गरेको प्रेफरेन्स यहाँहरूमा स्पष्टिनु भयो र यो विद्यालयको आफ्नै हल भएको हुनाले सुविधा सम्पन्न त्यति भएन होला। हजुरहरूले आफ्नो अमूल्य समय दिएर आफ्नो नानी बाबुलाई को प्रेफरेन्स हेरेर शिक्षकलाई मोटिभेसन, विद्यालयलाई मोटिभेसन गरिदिनु भएकोमा पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र हाम्रा नवबालबालिका नै भोलिका भविष्यका कर्णधार हुन्, उहाँहरू नै भोलिका हाम्रा राष्ट्र निर्माता हुन् भन्ने अभिप्राय विद्यालय लिएर त्यही अनुसारको शिक्षा लगेको छ। शिक्षा एकदम संस्कारयुक्त शिक्षा हुनुपर्छ र संस्कार हराएको शिक्षा मान्छेमा चाहिँ मुटु नभएको मान्छे जस्तो हुन्छ भनेर विद्यालयले गरेको छ। र आज युकेजीबाट चाहिँ 1मा जाने एउटा हाम्रो बेसिक प्राइमरी लेभल सकेर प्री प्राइमरी लेभल सकेर प्राइमरी लेभलमा प्रवेश गर्नुभएको गर्न लाग्नुभएको नानी बाबुहरूलाई पनि बधाई दिन चाहन्छु र सँगसँगै हाम्रो अभिभावकहरूलाई पनि बधाई दिन चाहन्छु। एउटा खुकिलो पारेर अर्को खुकिलोमा प्रवेश गर्नुभएको भन्ने म्यासेज दिन चाहेको छ। यो दुःख कष्ट सहेर नानी बाबुहरूको हेरिदिनु भयो, प्रोग्राम हेरिदिनु भयो, त्यसका लागि पुनः धन्यवाद दिँदै यहाँहरूमा बिदा हुन्छु। हस्, धन्यवाद।